अस्ति यो
बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्न। राम्रोसँग भन्नु त्रिरत्न भनेको के भन्यो भने फेरि चोबो लाग्ने होइन, पुरा सम्झेर सोचेर राख्ने हो। त्यसले गर्दाखेरि सङ्घले हामीलाई छोडिराख्नु भएको रत्न चाहिँ दोस्रो चाहिँ छुयो चाहिँ के त भन्दाखेरि औषधि। अब हामी गिरेको चाहिँ के त औषधि खुवाउने मान्छे है। नेपाललाई त औषधि टाइममा पायो भने मात्रै भन्दा नेपाल त मरिहाल्छ नि हो। गेडेम्बा चाहिँ तपाईँहरूलाई औषधि खुवाउने, तपाईँहरूको स्याहार सुसार गर्ने, तपाईँहरूलाई बचाउने हो। डाक्टरको पछाडि को आउँछ? कम्पाउन्डर अथवा नर्स हो। हामी गेडेम्बा चाहिँ के हो भन्दाखेरि कम्पाउन्डर अथवा नर्स। अनि तपाईँहरू चाहिँ के हो? महारोगी, महाक्यान्सरको रोगी चाहिँ हामी सबै हो। अब क्यान्सर निको पार्नले के गर्नु पर्यो? औषधि खानु पर्यो कि परेन? हो, तपाईँहरूले यसरी भगवान्लाई चिन्यो भने, धर्मलाई चिन्यो भने, गिडेम्बालाई चिन्यो भने, अनि हामीले गुरुहरूलाई पनि क्रिसप गर्न सक्छ। भगवानको सट्टा नै उहाँ नै हो भनेर हामीले ठुलो रिम्पोचेहरू र ठुल्ठुलो गुरुहरूलाई हामीले शिरोपर किन गर्छ? लामा भनेर, लामा भनेको हो उहाँ हो। फेरि हामी जस्तै यो सिमाने रियाले चाहिँ पो लामा भएर बसेको छ अहिले। फेरि हामी पो लामा लामामा ऊ केटाकेटी बिना कामको जाने छोराछोरीहरू पनि लामा लामा राखेर भुसुको बिगारेको छ। त्यो एकदमै पाप हो। लामा भनेको हामी होइन, लामा भनेको साङ्गे उहाँ गुरु रिम्पोचे बाबा चेलिङजी, उहाँहरू लामा हो, हामी लामा होइन। त्यसो भएको हुनाले लामा तपाईँहरूले कसैले अहिले बच्चा पाउनेहरू कसैले नयाँ मान्छेले नाम राख्नु पर्यो भने हाम्रो बच्चाको नामको पछाडि लामा नचुनाउनु होला, धेरै पाप हुन्छ। लामा भनेको उहाँहरू हो। त्यस कारण हामी त के भयो? हामी सेविका, सेवा गर्ने हामी गेदेम्बा हो। गेदेम्बा छैन भने धर्म कसले प्रवचन गर्ने? धर्म यो छेपा कसले गर्ने हो? यस्तो भयो भने तपाईँले भगवान यसरी चिन्नुहोस्। भगवान भनेको संसारकै सम्पूर्ण रोगहरू चिनेर औषधि दिएर हामी रोगी बचाउन सक्ने महाअम्जी र महा चाहिँ डक्टर गुरु चाहिँ लामा चाहिँ साङ्गे हो। साङ्गेले त्यसरी उ गरेपछि भगवानको स्तुति गर्दाखेरि हामीले अनि भगवानले के भन्दा हुँदो रहेछ अरे एकखेर भन्दाखेरि एकजनाले वन्दना बुद्ध वन्दना भन्दो रहेछ अरे। अनि उहाँले त यसो उहाँले त्यसको मन के छ कस्तो छ सबै उहाँले त पहिल्यैदेखि जाने। अब ए बाला तिमीले मलाई वन्दना गरे त गर्यो, मलाई त ढिलै लाग्यो। तिमीले आजसम्म तिमीलाई जन्म दिने माता पिता तिमी यतिको ठुलो पार्ने, तिमीलाई स्याहार सुसार गर्यो, उसको सम्पूर्ण प्राण दान सम्पूर्ण चाहिँ जीवन दानै दिएर चाहिँ तिमीलाई चाहिँ व्यवस्था गर्ने माता पितालाई तिमीले एक दिन चाहिँ यसरी पारमा मलाई जस्तै वन्दना गर्यो भन्दा हेर्दा चुबुक लाग्दछ। हो हेर पछाडि ब्याग फर्केर हेर भन्दाखेरि त माता पितालाई त उल्टोको शत्रु जस्तै बनाएर अहिलेको जसले त झन् पैसा खर्च दिएर ठोकौँ ठिक पार्नु पो भन्छ। हो त्यस्तो खालका बच्चाहरूको चाहिँ हो। यो चाहिँ के छ भन्दाखेरि हो त्रिरत्नको शरणमा नगएको मान्छेहरू, बुद्धको धर्ममा थाहा नपाएको, नाङ्गी चोपा थाहा नपाएको हो त्यस्तो मान्छेले माता पितालाई उ गर्दैन। अहिले तपाईँहरू यसो विचार गर्नुहोस् त, हामीलाई कस्तो कष्ट गरेर आफ्नो प्राण कतिपय त मैले सुनेको छु हाम्रो यो पाहाडमा ठाउँ ठाउँमा कुना काप्चामा चाहिँ मोटर गाडी नभएको डाक्टर नभएको ठाउँमा आमा पनि बच्चा पाउनु नसकेर आमा पनि मऱ्यो बच्चा पनि मऱ्यो भनेर त्यस्तोहरू उ गरेको थुप्रै सुनेको छु मैले। हो त्यस्तो आफू मरेर जन्माएर स्याहारेर त्यसको मोज सोधेर दिन कोही मालिस घाम लाग्ने ठाउँमा लगेर तेल लगाएर त्यसरी मुसार गरेर ठुलो पाएको मान्छे तपाईँ हामी पनि एउटा हो नि। तपाईँ हामीले हाम्रा आमा बाउलाई कुन दिनमा तपाईँहरूले तेल लाएर मेरो बाउलाई चिसो भयो भनेर लुगा लगाइदिएको, तेल लाएर जिउ थिचिदिएको, अनि दिनको एक दुई बेला ढोकेको कोही छ? हात उठाउनुहोस् त। कोही पनि छैन। हामी कति अपराधी रहेछ त। हो
हाम्रा मातापितालाई हाम्रो मातापिताको गुण तिर्न नसक्ने हामी अपराधी भगवानको गुण हामीले कसरी तिर्न सक्छ? असंख्य ती महाकल्पसम्म चाहिँ मर्दै जिउँदै जिउँदै हेर्नुहोस् अहिले हाम्रो यो साँखोको माथि चाहिँ त्यहाँ चाहिँ मणिचुड भन्ने ठाउँ छ। हामी प्राणीको लागि आफ्नो शरीरमा भएको मणि काट्नु लाएर यसरी चिरा यसरी आरा यहाँ टाउकामा लो त एउटा उहाँ सियोले घोचेर हेर्दा हामीले सक्छ कसैले सियोहरू घोचेर त्यसरी काटेर प्राण बचाएर आफ्नो ज्यान मणि दान दिएर त्यहाँ चाहिँ पहिला त्यसो गर्नुभयो। त्यसपछि फेरि त्यही मान्छे चाहिँ त्यो करोना त्यस्तो खालको चाहिँ करोना भएको चाहिँ पनौतीमा राजाको छोरामा निम्तोपछिम्बुको नामले जन्म लिएर आफ्नो शरीर नै 5वटा डमरू जन्मे बच्चा जन्मेको चाहिँ बगिनीलाई मरिराखेको ठाउँमा सास फुत्त जानु लागेको ठाउँमा उहाँले आफ्नो रगत मासु चढाएर आफ्नो शरीर नै दान दिएर चाहिँ प्राणी बचाउने जिम्बा हेर्नुहोस् त कस्तो जिम्बा रहेछ। त्यस्तो गुणबाट बल्ल बल्ल पछि गएर फेरि त्यहाँबाट तुलसीदास देवलोकमा गएर अब मानिसहरूलाई शपथ सिकाउनु पर्यो, मानिसलाई धर्म सिकाउनु पर्यो, मानिसले करुणा जगाउनु पर्यो भनेर उहाँले गरेको कर्मको हेर त। मैले यो 2टा शब्द मात्रै भने तपाईँहरूलाई। त्यस्तो दान दिनु सक्ने त्यस्तो दानी दाता साङ्गे हाम्रो त्यस्तो गुण भएको साङ्गेलाई हामीले के गर्नु सक्यो त? उहाँलाई त चिन्दैन। कतिपय मान्छेहरू हिजो पनि मैले यहाँ देखेँ ओ त्यही बाहिरबाट आयो त्यहीँबाट हाओ गरेर खानाहरू खाएको भयो। यहाँ भित्र एउटा स्यापा लामा दर्शन गर्नु नसक्ने किङ्कोर दर्शन गर्नु नसक्ने भगवान् बुद्ध एउटा दर्शन गरेर नजाने मान्छे थुप्रै रहेछ। त्यहीँबाट पो फर्केर गयो भित्र त दर्शन गर्ने आएन। हो त्यस्तो पनि बुद्ध छ बौद्ध छ। हो त्यो चोपा के भयो त भन्दाखेरि त्यसलाई शिक्षा पुगेन, नाम्बाको चोपा पुगेन, नाम्पी ढोदाङ पुगेन। हो त्यसो भएको हुनाले हामीले यस्तो कुराहरूबाट बचेर जिम्बिदाको तपाईँहरू यस्तो राम्रो चाहिँ कुशल कर्म गर्ने यस्तो राम्रो कुशल कर्म देखेर कुशल जिम्बा यस्तो दान धर्म राम्रो गर्ने भनेको चाहिँ यो तपाईँको सानो नठान्नुहोस्। तपाईँहरूले घर जग्गा बेचेर सबै चाहिँ लोग्ने चाहिँ विदेश पठाएर स्वास्नी विदेश पठाएर चाहिँ आफ्नो त्यस्तो कष्ट गरेर धर्म गर्ने धर्म होइन। धर्म भनेको जति छ आफ्नोसँग 1-2 पैसा चढाउने। यहाँ हामी लामाहरूले चाहिँ थुप्रो थुप्रो चाहिँ 2-4 हजार 5,000 10,000 चढाएर चाहिँ ठुलो मान्छे हुने होइन। दान भनेको 1 रुपियाँ चढाउनुहोस्, 1 पैसा चढाउनुहोस्। पुण्य भनेको चाहिँ यहाँ गाडी भरिभरि छोप चढाएर मात्रै ठुलो मान्छे हुने होइन। छोपको झिल्लको लागि भगवान्लाई चाहिने साधन मिठो राम्रो चटक्क पारेर सानो छोटो मिठो हो त्यस्तो गऱ्यो भने त्यसबाट पनि सबभन्दा ठुलो कुरो के त भन्दाखेरि मन सङ्लो चाहिन्छ। मन बिना अरू केही छैन। मन परिवर्तन हुनुपर्छ। धर्म गर्नलाई मन एकदमै खुल्ला, मनमा अलिकति पनि कालो लाग्यो दाग लाग्यो भने त्यो जिम्बा फेरि अपुरो हुन्छ। दिल खोलेर आफूले आफूलाई पनि भाग लाग्ने जिम्बा ताउसी गर्दाखेरि के गर्नु भनेर भाग लाउनलाई मेरो बाउले मलाई सिकाइराखेको, मेरो बाउले अरूलाई भन्दाखेरि मैले सुनिराखेको। मेरो बाउले के भन्दो रहेछ भने दान गर्नलाई 4 भाग लाउनु रे। कस्तो मिठो कुरा छ है, सुन्नुहोस्। 4 भाग कसरी लाउने भन्दाखेरि आज हामीले यसपालि ल मेरो चाहिँ साइला गुरुले ठुलो दाइले वर्षभरि दुःख गरेर 1 लाख कमायो भनौँ न। 1 लाख कमाएको स्वाटै दान गर्ने त नो। के गर्नु रे? 4 भाग लाउनु रे। 25,000 अनि 1 भाग 25,000 चाहिँ सावा त्यो नचुने त्यो ठक्क ब्याङ्क ब्यालेन्समा राख्ने त्यहाँबाट उत्पाद भइरहन्छ सावा। 1 भाग चाहिँ खेलोबडोको गर्ने फेरि चलाउनुलाई 25,000। 25,000 चाहिँ आफ्नो बालबच्चा आफू सुस्वास्थ्य एकदम चिटिक्क परेको सफा कपडा लाउने राम्रो गर्ने बच्चालाई पनि राम्रो खुवाउने आफ्नो सुस्वास्थ्य बनाउने। हाम्रो सुस्वास्थ्य छैन भने
के कसरी धर्म गर्ने तपाईहरु त्यहाँ एकजना बिरामी होस् त यहाँ धर्म गर्ने त अघि नै सातो उडेर कुद्नुपर्छ हो सबभन्दा सुस्वास्थ्य आफू एकदमै त्यो चाहिँ सुस्वास्थ्य दीर्घायुको लागि राम्रो हो एक भाग चाहिँ आफू खानपान राम्रो खाने अनि बच्यो अर्को एउटा के लास्टको चाहिँ के छ 25,000 हो त्यो चाहिँ ओ यसरी धर्म गर्ने यी यस्तो सफा यस्तो निदो गुरुहरू पनि यस्तो लम्बरी सुन जस्तो गुरुहरू राम्रो राम्रो छोगा छालेर राम्रो भएको अनि डुबान्यामा राम्रो भएको अनि चाहिँ अब छेउको थाम्सिकमा भएको र भूमि पनि यस्तो पवित्र भूमि हुनुपर्छ सबै चाहिँ एकदमै बस्दा पनि दायाँ बायाँ हेर्दा पनि हिमालले घेरेका यस्तो चाहिँ सुपै चाहिँ धुबीकै चाहिँ आडमा भएका यस्तो पुण्य भूमि त्यो पनि साङ्गोमा थुप्रो साङ्गो चाहिँ जोडेको हुनुपर्छ हो त्यसरी दान गर्नु भनेर यसरी भन्नुभएको छ त्यस कारणले तपाईहरुले म धेरै भन्दिनँ अहिले यो दुई शब्द तपाईहरुले भन्यो भने फेरि एउटा यहाँबाट भन्दा भन्दा अर्को चाहिँ बुझ्नु बिर्सिन्छ गरेर अघि के मलाई थियो ओ देख्न सक्ने आइबिजी है भन्छ फेरि केही पनि छैन त्यसो भएको हुनाले तपाईहरुले दान पनि एकदम राम्रो गर्नुभयो नियममा गर्नुभयो पुण्य तिथिमा गर्नुभयो यो जस्तो महान कार्य चाहिँ हामीले केही हुने छैन यसको पुण्यले तपाईहरुको परिवारमा यति उज्यालो 100 वाटको चाहिँ बत्ती बालेको जस्तै त्यस्तो राम्रो तपाईहरुको परिवारदेखि लिएर तपाईहरुको शाखा सन्तान तपाईहरुको बाउबाजेले जस्तो सुकै पाप जस्तो सुकै नराम्रो उनीहरुले अनैतिक गरे तापनि तपाईको कारण तपाईको यो परिवारको अहिलेको जिम्बाको कारणले त्यो सम्पूर्ण चाहिँ निर्मूल भएर चाहिँ याङ ताप्पी देवा थोप्सी गर्ने त्यस्तो पुण्य भएको छ त्यसमाथि मैले धेरै कुरा गर्दिनँ र तपाईहरु अब छाक गर्नुको लागि तयार हुनु होला छाक गर्दाखेरि पनि हामीले के गर्नु पर्यो भन्दाखेरि छाक गर्दाखेरि धेरै मान्छेहरुले त्यसरी गोप्टेर कुम्लिङ परेर जाँदा रहेछ केही पनि हुँदैन सबभन्दा ठुलो भावना ठुलो चाहिन्छ तपाईको ताम्बासुमको कुरा गर्दैछु त्यो ताम्बासुममा पूर्ति हुनुपर्छ तपाईको सबभन्दा ठुलो मन खुसी तपाईको त्यो बाहिरतिर खेलेको हिजोतिर उतातिर आफ्नो घरमा बसेको यताउता व्यापार गरेको के गरेको यस्तो चाहिँ त्यस्तो कुराहरू सबै भोलि मारेर अहिले यहाँ भित्र त्यो छोगामा आइसकेपछि तपाईको मन झम्सुसेममा अथवा त्यो ठ्याक्क त्यसरी ताम्बासुम भित्रको कुरा त्यो चाहिँ भएन भने तपाईहरुको मनमा राम्रो करुणा जगाएन भने केही पनि हुँदैन भावना सबभन्दा ठुलो अनि मेवा तपाईको त्यस भित्र कुरा आउँछ यहाँ मेवा ज्ञाएन देपातम चाहिन्छ त्यसो तपाईको चाहिँ मेवा मात्रै भएर भएन तपाईको श्रद्धा मात्रै भएर भएन त्यसमा भक्ति चाहिन्छ श्रद्धा त अलिअलि आउला तर भक्ति छैन भने त्यो खेरा जान्छ हो मेवा सबभन्दा ठुलो कुरा हो झम्झुसे बितावा गुम्ची गरेर मेवा गर्ने मेवाको सँगसँगै ढेपा छुम्बु त्यसपछि संज्ञा छु बेदेन एकदमै ढेपा अनि उहाँको शरणमा पाउमा परेर अनि घोम राम्रो चाहिन्छ मिपा राम्रो चाहिन्छ मिपा लामा गुरुहरू पनि हावामा यहाँ पेजामाले परेर के पनि न सँगसँगै रोप 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 मिपा गर्नु सकेन भने त्यो खेर जान्छ त्यस्तो त्यही भएको हुनाले मिवा जस्तो ठुलो केही पनि हुन ध्यान साधना के भन्छ भन्दाखेरि मनी जप गर्दाखेरि पनि अनि जप सँगसँगै ध्यान छैन भने त्यो पनि मनी भएन हावामा गीत मात्रै गायो कापको खायो त्यो त्यो जिन्दालाई पनि फेन्ची गरेन आफूलाई पनि फेन्ची गरेन जहिले पनि प्राङ्ना जहिले पनि प्राङ्नाको प्राङ नै जहिले पनि नोक्सानको नोक्सान जहिले पनि यताबाट जति पनि सब्सी गरेर माथि गरेर बनाएर आए पनि एकतिरबाट वाङ्न जाने कारणहरू चाहिँ हो यो मेबारा देपारा यो द्यावाको जिम्बाको महत्त्व नबुझेर हामी मान्छेले त्यसो गरेको जहाँ जानुहोस् भगवान्लाई ढोग्नुहोस् खुसी हुनुहोस् मेरो परिवारलाई सुखी होस् शान्ति होस् निरोगी होस् भगवान् मैले अरू केही दिनु सकेन केही गर्नु परेन
तपाईँले त्यहाँ चढाउनु भनेको चढाउनु पर्ने भगवान्ले यस्तो पैसा चाहिने यस्तो त्यो चाहिँ नियमले यसरी चाहिँ हामीले सजाउने हो नत्रदेखि भगवान्लाई माटो केही छैन भने एउटा माटो ढुङ्गा टिपेर भगवान् यो नै नुर्बु हो मसँग केही छैन हजुरलाई मैले यही चढाएँ नुर्बु भयो त्यो त त्यस्तो महत्त्व छ यो मेवाको त्यत्रो ठुलो शक्ति छ देवको त्यत्रो ठुलो शक्ति छ त्यसो भए उनीहरूले अहिले हामीले ढोक्दाखेरि तपाईँको 10 अकुशल कर्म पापहरू सफाचर गर्नलाई स्याप भन्छ स्यापा भनेको कारण नै पाप काट्ने काम हो यो पाप काट्ने काममा कसरी काट्ने भनेर अनि त्यो आफूले बुझ्नुपर्छ अनि छक गर्दाखेरि हेर्न यो छक्को कुरा गर्दैछु 2टा बुढा 2टा हातेला अनि टाउकाले टेक्नै पर्छ त्यो त 5वटाले छुएन भने त्यो स्यापा हुँदैन अनि चाप छड गरेर चाहिँ बन्दराम गरेर त 5वटा त टेकेन त्यस कारणले हो सबभन्दा पहिला सबैले अब हात जोड्नुहोस् त हात जोड्नुहोस् हृदयमा हात जोड्ने सिधा माथि लानुहोस् टुपी माथि लाने अब तपाईँको यो शरीरले गर्ने 3वटा महापापहरू छ 10वटा मध्येमा माथि शरीरले यो 3टा काम गर्छ के गर्छ एउटाले स्वच्छ काटमार गर्छ त्यो चाहिँ कसले आराउँछ मनले सबभन्दा ठुलो मन पापीले हो पहिला स्वच्छ पंक्षी गर्छु म अब कुनै पनि प्राणीहरू हत्या गर्ने छैन भनेर अनि माथि त्यो हामीले कसम खाने जस्तै हो त्यसरी माथि गइसकेपछि हो यो जति पनि काटमार गर्ने कुराहरू आजबाट मैले गर्दिनँ भनेर आफूले चाहिँ भावना गर्ने त्यहाँ माथिबाट अर्को दोस्रो कुरा चाहिँ चोर्ने अर्काको सामान अनुमति बिना लिने चोर्ने हो यस्तो त्यो एकदमै अपराध हो त्यो चाहिँ अर्काको सामानहरू त्यो अरूलाई चाहिने कुरा हो नि हामीले चोर्यो भने कस्तो बर्बाद हुन्छ हो त्यो नगर्ने त्यसबाट अर्कोहरूलाई हातपात नगर्ने कुनै पनि अब अनैतिक काममा हातपात अनि रिसको हातपात हो त्यस्तोहरू नगर्ने 3टा काम चाहिँ केले गर्छ यो शरीरले गर्छ लिबाट हुने 3टा अब मुखमा ल्याउनुहोस् मुखको सिधा ल्याउनुहोस् त्यहाँबाट 4वटा कुराहरू हामीले अपराधहरू 4वटा पापहरू गर्छ नाकबाट लिङ्गा यीशुको कुरा गर्दैछु है अनि 4वटा कुरामा के भन्दाखेरि सबभन्दा ठुलो कुरो चाहिँ झुटो बोल्ने त्यसपछि सँगै अघि नै मैले भने भगवान्को पाउ पर्नुपर्छ भगवान्को साप ढुङ्दु भनेको छ भगवान्को पाउ परेर भगवान् म आजदेखि यस्तो अनैतिक र यो पाप कामहरूबाट म मुक्ति होस् मैले यो आजभन्दा पहिला केही गरेको छ भने पनि मलाई माफ पाऊँ आजदेखि म गर्दिनँ भनेर यस्तो धम्झक हो यो त्यस्तो कर्म गर्नुलाई चाहिँ सक्छको लागि पनि त्यस्तो राम्रो धम्झक छ त्यसो भए उनीहरूले मुखबाट हुने सबभन्दा पहिले झुटोले मान्छे बर्बाद पार्छ ऊ देशै बर्बाद पारेर गइसक्यो मान्छे कोही झुटो त्यसपछि चुक्ली एउटाको कुरा त्यही राम्रो देख्नु नहुने चुक्ली लगाएर बर्बाद पार्ने चुक्ली त्यसपछि एउटा फटा त्यसपछि चाहिँ अर्को चाहिँ 4वटा मध्येमा कसैले काम नराख्ने फजुल कुरा हो यो 3वटा मैले यो सर्टकटमा भने आज मिठो राम्रो पनि भन्नु मिल्छ हो त्यहाँबाट यो 7वटा भयो माथि 3टा मुखमा चाहिँ नाकमा 4वटा अब तर मनमा 3टा छ मनमा सबभन्दा घामट मन जति पनि म भन्दा अरू ठुलो कोही छैन न त गुरुलाई मान्ने न त भगवान्लाई मान्ने न त कसै त्यो घामट एउटा सबभन्दा हो त्यो घामट एउटा मन अर्को दोस्रो चाहिँ अरूको कुभरोसो अरूको अहित त्यो अरूको अहित गर्ने कुराहरू त्यस्तो भएको हुनाले हो त्यो दोस्रो तेस्रो चाहिँ कसैले सहयोग नगर्ने आफू मात्रै उ गर्ने लोभी हो यस्तो खालका चाहिँ त्यसले 10वटा हो यो कुरा चाहिँ बाटामा वञ्चित आजदेखि म यस्तो कुराहरू यस्तो कुकर्महरू 10 अकुशल कर्महरू गर्ने छैन 10 कुशल अनि त्यो चाहिँ 10 कुशल कर्म गर्ने यो 10 कुशल अकुशल कर्म तोप छोड्ने बित्तिकै 10 कुशल कर्म आफै उब्जाउ भएर आउँछ त्यसो भएको हुनाले मेरा मातापिताहरू तपाईँहरू अनि गुरुहरूले यहाँ राम्रोसँग उहाँले एकदमै मिठो शब्दले तपाईँहरूले यहाँ वाचन गरेर सुनाउने छ त्यो बेलामा अनि यहाँ तिर्बोक्रिङ
गर्दाखेरि एकदम आनन्दसँग भगवानको कमाल चरणमा डोक्नुपर्छ भगवान झल सम्झिनुपर्छ त्यो मोह त्यस्तो चाहिँ ऊ छैन भने तपाईँको के हो त भन्दाखेरि त्यो चाहिँ के हुन्छ भने त्यो हावामा गऱ्यो भने न त तपाईँले दुःख मात्रै बेकारमा तपाईँले केही न फाइदा आफूलाई पुग्ने न त चाहिँ अरूलाई फाइदा हुने त्यसो भएको हुनाले यो अति नै महत्त्वपूर्ण कुराहरू छ त्यस कारणले यो कुरा तपाईँको मनमा राखेर अनि सफा गर्नु होला नारायण घाटीलाई पनि विशेष धन्यवाद खाना लगाएपछि बेगानी छिटो लु धन्यवाद खाना लाउने मान्छे पनि आउने खाना लाउने ए त्यस्तो म त अब छिरिङ चाहिँ होला पछि गर्छ होला जस्तो लाग्छ हुन्छ बाबालाई चाहिँ लाउने कार्यक्रम मिलाउनु पर्ने ल त्यो माहौल मिलाउँदै गर्नु आज म एकचोटि सल्लाह गर्छु चुनाउने त्यो भाँडो त कहाँ पुग्यो कि परेन महिनामा 2 चोटि अन्य बारे कति बारे चाहिँ उहाँ हो यो हाम्रो सहयोग उहाँको आफ्नै धारमा छिर्नको लागि बाटो भनिरहेछ त्यसै गरेर पाल्नु मलाई नि एउटा खादाले सम्मान गरौँ है अब यहाँ त सुन्नु भएको यहाँ चाहिँ उहाँले यो चढाउनु भएको रहेछ सबैमा घरमा अनि डाँडो कन्याउमा पनि चढाउनु भएको छ अरे फेरि पनि यसो गरी चढाउनु बस्नु त्यो काटी अब मेरो चाहिँ बुवाको नाममा भनेर मैले एउटा त्यो 2 जना ल्याउनु पर्ने चाहिँ अब थाहै भएन एउटा अहिले चाहिँ एउटा मात्रै ल्याएको छ त्यसपछि यो 49 वटा म भोलिपल्टि सामान गाडी 50 वटा बनाउने त्यो चाल्ने दुईटा अहिले एउटा आउँछ एउटा त्यही गाडीमा म मगाउँछु खाना लाउँदा यो यस्तो पनि छ फेरि पहिला सरकारी स्थितिमा के गर्ने खाली सामान चढेको कुर्सी 50 वटा अनि अर्को सामान चाल्ने बाटा आलु तास्ने थुप्रै चढाउनु भएको छ अनि उहाँलाई धन्यवाद सहित यो खाना लगाइदिनु भयो 49 सिधेपछि खाना लाउनु मिल्छ यो हुन्छ ठिक छ अब यो चिसो
माइली दिदी जिन्दाबाद। अझ यो फ्ल्यास पनि हानिदिउँ आमा खतरा आउँदो रहेछ नि फ्ल्यास पनि। ल हाम्रो पसलको अनि पनि जिन्दाबाद। ल आमा जुत्ता चप्पलको दोकान हेर्नु दोकान। ल है म चाहिँ चुप चुप गरेर बसे उहाँको त बाफ आउने खालको रक्सी रहेछ अनि भाडा तिम्रो त्यहाँ नदेखेर टच बाल्ने होला। भाडा तिम्रो ठाउँमा नदेखेर टच बाल्नु भयो Someday. Sini. Oh, Mail Didi. Tasdile. Ani tasdile. Ahora sale más otra estilo. Ahora sulle le otra estilo. La otra estilo aja. Tasdile. Oh, mingmar meme.
ब्याट्री धेरै जान्छ नि एकचोटि साधै हुँदैन त्यसमा नजिकबाट खिचिदिन्छ